साथीहरू सबैजनालाई नमस्कार। साथीहरू यो स्टिल कम्पनीको जो चेन्सर मेसिनहरू छ नि, यो तपाईँहरू लाने बित्तिमै कार्बेटर नचलाउनुहोस् है। कार्बेटर भनेको 3-4 महिनापछि चलाउने हो के। यो कम्पनीले यो चाहिँ रोबोटले मेसिनले चाहिँ एडजस्ट गरेको कार्बेटर तपाईँहरू हातले चाहिँ एडजस्ट गरेको राम्रो हुँदैन है। यो कार्बेटर तपाईँहरू नचलाउनुहोस्। तपाईँहरूले चलाएर घोचेर बिगारिसकेको छ भने चाहिँ कार्बेटर एडजस्ट गर्ने तरिका चाहिँ म सिकाउँदैछु है। 382 चेन्सर स्टिल मेसिन हो। यसको कार्बेटर यहाँ हुन्छ। यो ठुलो चाहिँ तपाईँहरूको रेस गर्ने होइन, रेसमा स्लोमा बसेन भने यो अगाडिपट्टि यसो 1 राउन्ड जति अगाडिपट्टि, पछाडिपट्टि होइन कि यता चेनपट्टि चाहिँ यसरी यसरी 1 राउन्ड घुमाइदिने, त्यो चाहिँ स्टारमा बस्छ होइन। अनि मेन यो तल्लो चाहिँ, यो तल्लो छ नि यो दुईवटा है, यो के भन्छ एल र एच लेखा छ नि है। यो लोमा मिलाउने, यो हाईमा मिलाउने है। यो चाहिँ लोमा मिलाउने, यो हाईमा मिलाउने हो। यो लोमा मिलाउनेले पनि पुरै यता टाइट गर्नुहोस् अगाडिपट्टि है। पुरै टाइट गर्नु 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 टाइट भइसकेपछि चाहिँ अनि यो पुरै 1 राउन्ड यता, फेरि 2 राउन्ड यता गर्नु है। अब यसलाई पनि पुरै उता टाइट गर्नुहोस् 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 अगाडिपट्टि है। अगाडि पातापट्टि घुमाउने, फेरि आफूपट्टि घुमाउने होइन नि। टाइट भयो होइन, टाइट भइसकेपछि अब यसलाई आधा 1 राउन्ड भयो, अनि फेरि आधा, अनि 1 राउन्ड भयो है। 2 राउन्ड यता आफूपट्टि घुमाइदिनु है। बुझ्नुभयो नि त। यसलाई पनि 2 राउन्ड पुरै यता टाइट गरेर 2 राउन्ड, यसलाई पनि पुरै अगाडिपट्टि टाइट गरेर 2 राउन्ड घुमाइदिनुहोस्। अनि यसलाई चाहिँ अब चाहिँ स्टारमा बसेन भने अगाडि घुमाइदिनुहोस्। स्टारमा बस्यो भने ठिकै छ होइन। धेरै अगाडि घुमायो भने फेरि वहाँ हुन्छ, चेन घुमाइ बस्छ नि फेरि है त। हस् त, धन्यवाद, नमस्कार।